सबैले बुझ्छ सबैले बुझ्छ नि नेपाली ओके मेरो बारेमा भन्नु तपाईँलाई थाहा छ होला म पनि आसाम राइफलसित काफी एसोसिएटेड छु मेरो बाबा 16 इयरमा 1959 फतेहगढ उत्तर प्रदेशमा भर्ती भएको थियो भर्ती ट्रेनिङको बादमा हामीलाई लिएर फतेहगढ गयो फतेहगढमै मेरो बहिनी भयो वहीँ हस्पिटलमा हामी 4 जना आमा बाबु दिफु गयो फेरि घाँस पनि तपाईँलाई थाहा छ मेक्जिफीमा भन्छ अहिले वहाँ बस्नु भएको थियो हामी लाइनमा फ्यामिली लाइनमा म लाइन बोय पनि हो 69 मा अगस्त 1969 मा म बोइजमा भर्ती भएको थियो हाम्रो राजबारीमा अहिले एमजीआर छ त्यो 73 डिसेम्बर 24 तारिकमा म कसम खाएको मेरो पहिला युनिट जनवरी 1974 मा 14 आसाम राइफल थियो 14 आसाम राइफलको छ या कोही